यो आजको न्युजमा तपाईहरु यहाँ के देख्दै हुनुहुन्छ? टुडेज न्युज अन कांग्रेस अबाउट मेडिकेड फ्रॉड इन ओहायो डिलिराम अधिकारी। अब यो एआई होइन, आज यो कांग्रेसमा हियरिङ भएको कुरो हो। यो जति पनि भुटनिसहरु अमेरिकामा बसोबास गर्दै आएको लगभग पनि 20 वर्ष लागिसक्यो। त्यति मध्येमा जति पनि होम केयर चलाएर बस्ने जस्तै यहाँ नामै तोकेको छ डिलिराम अधिकारी र रामचन्द्र अधिकारी के अर्को अधिकारी छ। यिनीहरूले अमेरिकामा होम केयर चलाएर बिमारी नभएको मान्छेहरूलाई पनि बिमारी जस्तो बनाएर, बिमारीले दबाई नखाइकन सजन मान्छेलाई पनि दबाई खुवाएर बिमारी बनाएर यहाँनिर पैसाहरू धेरै फ्रड भयो भनेर चाहिँ यहाँनिर कांग्रेसले उजुरी जारी गरेको छ। अब यहाँ म सरसर्ती पढाएर सुनाउँछु। द US हाउस ओभरसाइट कमिटी टास्क फोर्स हेल्ड इन हियरिङ एक्जामिनिङ रिपोर्ट अफ 1.2 billion in fraud within Ohio Medicaid waiver program, drawing major media attention. Diliram Adhikari, owner of Home Care Healthcare Service, has been a central figure in the past. Department of Labor, Logistics and Federal Security sensitivity regarding the home healthcare billing and overnight violation. ओहायो भन्दैछ। अब यस्तै गर्दै जाने हो भने पाउनु पर्ने मान्छेले पनि मेडिकेट पाउँदैन, मेडिकेयर पनि पाउँदैन। यसरी नै रेकर्ड बिगार्दै जाने हो भने भुटानबाट जसरी लखेटेर चाहिँ लिएको थियो, नेपाल पठाएको थियो, त्यस्तै गरी यहाँबाट पनि कतातिर फ्याक्दिने हो। मान्छेले हात दिँदा डुडुलो निल्दै काम गर्दैछ हैन। तर सजन मान्छेले पनि बिरामी भयो भनेर दबाई खाने, महँगा गाडी चढ्ने, बसी काम बसी मेडिकेट खाने, ऐस आराम गर्ने, काम गर्नु भनेपछि अल्छी मान्ने र घरमा बसेर गफ गर्ने, मोबाइल निचोर्ने, हेर्ने, खाने, बस्ने, ऐस आराम गफ दिने अर्कोलाई, यस्तोहरुको चाहिँ अब देखा जान्छ। हेर ल के चाहिँ हुँदो रहेछ हेर्दै जाउँ। दबाई लिएर आएर घरमा नखाने, दबाई लिएर आएर बारीको कान्लातिर खाल्टा खनेर डुबाउने, गाड्ने, पानीमा पखालेर फ्याल्ने, पैसा थाप्ने, आफ्नो छोराछोरीलाई ऐस आराममा काम नगरिकन राख्ने, महँगा गाडी किन्ने, महँगा स्टोरहरुमा शपिङ गर्ने, महलतिर शपिङ गर्ने। हेर्दै जाउँ अब यो के हुँदो रहेछ ल। अब यो एउटा बिराउने शाखा पिराउने भएन भने हेर्दै जाउँ यो के हुँदो रहेछ। नाम सहित तोकेर आएपछि यसको ब्रान्चहरु ओहायो मात्रै हैन, पेन्सिल्भेनियामा पनि हो, केन्टकी हो, टेनेसी हो, कहाँ हो, नर्थ क्यारोलिनामा हो, चारोडमा पनि होला, कहाँ होला। हाम्रो भुटनिज नेपाली दाजुभाइहरू चाहिँ जति पनि हुनुहुन्छ उहाँहरू चाहिँ अमेरिका रिसेटल भएको चाहिँ झन्डै 20 वर्ष पुग्न आँट्यो। तर उहाँहरूको विषय चाहिँ अहिले संसदमा प्रवेश गरे आछ के। राम्रो विषयमा हैन, नराम्रो विषयमा संसदमा, अमेरिकी संसदका हाउस ओभरसाइट कमिटीमै उहाँहरू बारेमा छलफल हुँदैछ। के भनेर भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ व्यापक रूपमा चाहिँ मेडिकेटको ठगी गर्नुभयो भनेर। त्यो पनि एकजना होइन, दुईजना होइन, अधिकांशले। केमा भन्दाखेरि बिरामी नै नभएको मान्छेलाई बिरामी करार गरिदिने, घरमा चाहिँ आमा हुनुहुन्छ, आमालाई चाहिँ एकदम अथवा बुवा हुनुहुन्छ 50-52 वर्षको हुनुहुन्छ, अब एकदम बिरामी हो भनेर उहाँलाई चाहिँ अब हुँदै नभएको बिराम लगाइदिएर, त्यो पनि डाक्टरहरूको मिलेमतोमा ती चाहिँ त्यहाँनेरि फेरि भुटनिज कम्युनिटीभित्रै भएका मान्छेहरूको चाहिँ उनीहरूको आफ्नो होम हेल्थ केयर एजेन्सी छ अनि उनीहरूले डाक्टरसँग अलरेडी चाहिँ डिल गरिसकेको हुन्छ नि। त्यो प्राइभेट डाक्टरको चाहिँ रिपोर्ट ल्याएर त्यो रिपोर्टको आधारमा चाहिँ अब यो चाहिँ हेर्ने मिलाउने है। अब हेर्ने मिलाउने घर भन्नाले घरको आमा त अब घरमा भात पकाउने उसो गर्ने सबै काम गर्नुहुन्छ, तर उहाँ बिरामी यति विषक्त बिरामी हो कि उहाँ बिरामी भएको कारणले गर्दाखेरि चाहिँ
उहाँ चाहिँ केही गर्न सक्नुहुन्न, त्यही भएर चाहिँ परिवारको सदस्य एकजना चाहिँ ढुक्कै उहाँलाई हेर्नलाई चाहिँ बस्नुपर्छ। त्यही भएर हामीले काम गर्न पनि पाएनौँ, हामीले केही गर्न पनि पाएनौँ। उहाँको उपचार गर्ने कि के गर्ने, अब उहाँलाई नर्सिङ होममा लाग्दाखेरि भनेर राज्यले पनि के गरिदिएको छ भन्दाखेरि ठिकै छ, परिवारको सदस्य तपाईँहरूले आफै टेक केयर गर्न सक्नुहुन्छ भने नर्सिङ होम राख्नभन्दा घरमै राखेर हामीले बरु चाहिँ उपचार गरिदिँदा, उहाँहरूलाई चाहिँ बसोबासको व्यवस्था गरिदिँदा, उहाँहरूलाई चाहिँ भत्ता दिँदा, केही गर्दा चाहिँ त्यो चाहिँ सहज पर्छ भनेर राज्यले पनि त्यो नीति अवलम्बन गरेको थियो। र त्यही अनुसार चाहिँ त्यही नीति चाहिँ त्यो प्रयोजनको लागि भएको नीति चाहिँ त्यसलाई चाहिँ एब्युज गरेर अनि अधिकांश सबैजना चाहिँ अब यो विभिन्न स्टेटमा छरिएर बस्नु भएको चाहिँ भुटनिजहरू चाहिँ सबै मुभ भएर त्यही 3-4वटा स्टेटमा जानुभयो, नर्थको अलिक परोपराकारी स्टेटहरूमा। अनि त्यहाँ गइसक्यो भने त्यहाँनिर गएर चाहिँ सबैले चाहिँ क्लेम गर्ने भनेको यही चाहिँ घरमा हेर्ने भत्ता क्लेम गर्ने भयो। अब त्यो चाहिँ अधिकांशलाई नचाहिने होइन, चाहिने पनि छ, धेरैलाई चाहिने पनि छ, तर नचाहिनेले पनि पाए। र त्यो पैसाको ठगी भनेर अहिले कङ्ग्रेसियल कमिटीमा चाहिँ जुन कुरा भइरहेछ त्यो ठगी चाहिँ अलिअलि पैसा होइन, यहाँ त वार्षिक बिलियन अरबौँ डलरको वार्षिक ठगी भइरहेको छ भनेर भन्ने कुरा आयो। अब यसमा चाहिँ हाउस ओभरसाइट कमिटीमा आज जुन हियरिङ भयो, अब यसको चाहिँ यसले दुर्गामी असर गर्छ, किनभने यसरी एउटा कम्युनिटीलाई ठ्याक्क लक्षित गरेर त्यसरी कम्युनिटीमा त्यो हियरिङै हुनु भनेको चाहिँ द्याट्स नट अ गुड थिङ के त्यो कम्युनिटीको लागि, त्यो राम्रो कुरा होइन। र यसमा चाहिँ यो सेन्टरमा चाहिँ अब यो दिल्ली राम अधिकारी भन्ने को एकजना हुनुहुँदो रहेछ, उहाँको छोरा हो या को आफन्त हो रमेश अधिकारी भन्ने, उहाँहरू सबैजना चाहिँ यो त्यो उहाँहरूको बारेमा डिस्कस भएको छ। स्पेसली ओहायोको चाहिँ मेडिकेड फ्रडको बारेमा डिस्कस भइरहेछ। तर उहाँहरूको चाहिँ व्यापार चाहिँ यो मेडिकेडको व्यापार चाहिँ ओहायोमा मात्र नभएर पेन्सिल्भेनिया अरू राज्यहरूमा पनि छ भन्ने मैले सुनेको थिएँ। तर यो खास चाहिँ के हो भन्दा उहाँहरूको व्यापार चाहिँ कस्तो भएर भन्दाखेरि चाहिँ बिरामी नभएको मान्छेलाई बिरामी करार गरिदिने, डाक्टरहरूसँग लिङ्क गर्ने, लिङ्क गरिसकेर डाक्टरहरूले चाहिँ अब त्यो अलिकति झुटमुटको एकदम नचाहिँदो चाहिँ रिपोर्ट लेखिदिने। अनि त्यो रिपोर्ट लेखे बापत चाहिँ त्यो मान्छेलाई चाहिँ सुविधा यस्तो चाहिन्छ भनेर चाहिँ मेडिकेडलाई भन्ने, मेडिकेडले चाहिँ ल ठिक छ यति चाहिँ सुविधा दिँदा हुन्छ भनेर भन्दाखेरि उहाँहरूलाई चाहिँ उठ्नै नसक्ने, बस्नै नसक्ने, काम गर्नै नसक्ने, आफ्नो डेली जीवनयापनै गर्न नसक्ने भनेर भनेपछि 15-16 घन्टासम्म उहाँलाई हेरचाह गर्ने मान्छे चाहिँ चाहिने रहेछ भनेर चाहिँ करार गरिदिन्छ। अनि करार गरिदिन्छ त्यही अनुसारले उहाँहरूलाई बिलिङ गर्ने, बिलिङ गरेर त्यो बिलिङ गरेको चाहिँ अब घन्टाको 28-30 डलर 40 डलर कति बिल गर्नुहुन्छ। अनि गरेपछि त्यो पैसा चाहिँ के हुन्छ भनेर भन्दा एउटा सर्टेन पर्सन चाहिँ जुन डक्टरले लेखिदियो त्यो डक्टरले पनि पाउँछ, उहाँहरूले पनि आफ्नो सर्टेन कमिसन लिनुहुन्छ। अनि घरको चाहिँ जुन परिवार छ हेर्ने चाहिँ कसले हेर्छ त भनेर भन्दा छोरोले हेर्छ अथवा बुहारीले हेर्छ अथवा भतिजले हेर्छ, कसले हेर्छ भनेर भन्ने कुरा उहाँ त्यो हेर्ने मान्छेले पनि अब चाहिँ एउटा सर्टेन पैसा पाउँछ, अब आधीभन्दा कम्ती पैसा पाउँछ। तर जे होस् त्यो सिग्निफिकेन्ट होइन, किनकि दिनको 16 घन्टा हुँदाखेरि त त्यो चाहिँ महिनाको 10,000 हुन्छ क्या डलर, अमेरिकी डलर 10,000 महिनाको चाहिँ त्यो केही नगरिकन खास आमा चाहिँ फेरि घरमा बसेर भात पकाएर उतो गरेर नानीहरू खेलाएर बसिराख्नु भएको छ। अनि उहाँहरूको चाहिँ त्यो हेर्ने मान्छे पनि फेरि बाहिर गएर जब पनि गर्नुहुन्छ। र यो व्यापक फ्रड भयो भनेर कङ्ग्रेसमै उठो। Unproven claims that undocumented immigrants are gaming the Medicaid system. Wednesday's hearing on alleged Medicaid fraud in Ohio began on a contentious note when a request by 3 Ohio Democrats not on the task force to question witnesses was denied. This is ridiculous. And as a person from Ohio, as a person from Ohio who cannot speak, and you're just you're not recognized. Please. Witnesses, including Ohio Auditor of State Keith Faber, testified on their years-long efforts to combat Medicaid abuse. Faber released a report in 2024 that found $200 million in Medicaid spending for patients enrolled in both Ohio and another state, though the $1.2 billion amount in alleged home health care fraud is not verified. In May, Ohio Governor Mike DeWine announced a 6-month moratorium on new home health care providers receiving Medicaid funds. We do have a long history in Ohio of being very successful. Another Ohio Democrat accused Republicans of trying to score political points on immigration to distract from greater corruption in the